धेरै वर्ष अगाडिदेखि चाहिँ हाम्रो चाहिँ यो मुद्दा अथवा व्यवहारिक काठहरूको व्यवस्थापन कार्य जारी गरेका छौँ। अहिले व्यवस्थापन कार्य गर्ने बेला हामीले लगभग गोलिया काठ 260 थान र चिरान काठ 400 को हाराहारीमा हामीले चाहिँ अहिलेसम्म व्यवस्थापन गरिसकेका छौँ भने यो गर्ने कार्य केही जारी रहेको छ र हामीले यो धेरै वर्ष अगाडिदेखि यसरी चाहिँ हाम्रो चाहिँ अब पक्राउ परेर आएका चाहिँ यो काठहरू व्यवहारिक मुद्दाका काठहरू यसरी चाहिँ अब सडे गले गएका थिए र अहिले हाल हाम्रो डिभिजन वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्कर प्रसाद गुप्ताज्यूबाट यो चाहिँलाई व्यवस्थापन गर्नुपर्छ भन्ने चाहिँ हेतुले चाहिँ हामीले चाहिँ यो कार्य अब हामीलाई सुम्पिएको हुनाले सरले हामीले चाहिँ यो कार्य लगभग आज लगभग 15 दिनभित्रसम्म कार्य जारी राखेका छौँ र कार्य चाहिँ अब काम गर्ने अझै हामी बाँकी नै छ। अब केही समय लाग्ला र अब यसरी यो एउटा कुरा के भने सरसफाइ पनि हुने भयो भने र यसरी सडीगढे जाने काठ दाउराहरूलाई अब समयमा चाहिँ सदुपयोग गर्न पाए केही चाहिँ अब सरकारी राजस्वहरू पनि आउने भएको हुनाले यो चाहिँ अब राम्रो देखिरहेको छ भने अब यो र कार्यालय परिसरमा पनि कार्यालय सौन्दर्यीकरणको हिसाबले पनि यो धेरै चाहिँ राम्रो देखिएको छ। यो कार्य खुसी लागेको छ। अब यस्तो कार्य चाहिँ धेरै लामो वर्षमा जस्तो कि म आजसम्म मेरो नोकरी चाहिँ 33 वर्ष बसेको अहिले 28 वर्ष भयो। 28 वर्षको पिरियडमा यस्तो चाहिँ गर्ने कार्य अब भएको थिएन। अहिले चाहिँ हाम्रो सिनियर डिभिजन वन अधिकृत शङ्कर प्रसाद गुप्ताज्यूबाट यस्तो चाहिँ भएको देख्दाखेरि म त मेरो सुरक्षा शाखा टिम र म धेरै हर्षित छु र सौन्दर्यीकरण गर्ने क्रममा यो धेरै राम्रो पनि होला। बाहिरबाट देख्नेले पनि बाटोबाट हिँड्नेले पनि राम्रो देख्नु भएको होला, राम्रो गर्यो भन्ने सोच्नु भएको होला भन्ने म त धेरै